साथीहरु सबजनालाई ह्यापी स्याटरडे। सो आज स्याटरडेको दिन थियो, हामीले चाहिँ सामान एक्सचेन्ज गरिदिनु पर्ने थियो मेरो अनलाइन शपिङ राउसा कलेक्सनको चाहिँ। सो उहाँलाई चाहिँ 4-5 दिन अगाडि नै एक्सचेन्ज गरिदिनु, मलाई सानो भयो भन्नुभएको थियो। सो आज त टाइम निकालेर उहाँको सामान हामी आफैले नै एक्सचेन्ज गर्न गयौँ। हामी चाहिँ सूर्य विनायक तर्फ लागेको साथीहरु, उहाँ चाहिँ सूर्य विनायक बस्नुहुन्छ, त्यहाँको कस्टमरले चाहिँ हामीलाई एकदमै विश्वास गरेर सामान मगाउनु भएको थियो। तर सानो भयो भन्नुभएपछि त यो त हामीले आफ्नो कर्तव्य नै हो नि त हैन, एक्सचेन्ज गराइदिने। सो हामी चाहिँ लाग्यौँ। राजनलाई चाहिँ अलिक गाह्रो लाग्छ के, अरु भन्दा नि लोकेसनहरु पत्ता लगाएन भने चाहिँ मैले धेरै गाली खान्छु जस्तो डर लागिरहेको थियो। तर लोकेसन पनि एकदमै नजिकै रह्यो हैन। अनि उहाँलाई सामान एक्सचेन्ज गराएर हामी चाहिँ एकछिन भक्तपुरतिर घुम्न जाम भन्न लागेको थियो। तर त्यहाँ चाहिँ बाटो बन्द भएको कारणले चाहिँ हामी चाहिँ जान पाएन। सो हामी चाहिँ यु टर्न लिएर ब्याक टु घरको तर्फतिर लागे है। तर हामीले सामान एक्सचेन्जको भिडियो सिडियो चाहिँ लिएनौँ साथीहरु, उहाँलाई पनि अप्ठ्यारो लाग्छ होला भनेर मैले चाहिँ राखिन है। सो हामी चाहिँ फर्क्यौँ अनि त्यहाँको के भन्छ इन्भाइरोमेन्ट प्लस पसलहरु पनि कति टन्नै रहेछ। त्यत्रो पसल हुँदा हामीलाई अनलाइनमा विश्वास गरेर मगाउनु हुन्छ, यति त हाम्रो कर्तव्य नै हुन्छ नि। सो हामीले उहाँलाई चाहिँ एक्सचेन्ज गराइदियौँ। साइज पनि उहाँलाई मिल्यो होला सायद। अहिले चाहिँ कति टाढा हुन्छ जस्तो लागिरहेको नजिकै भएर खुसी भएको। राजनलाई चाहिँ यो के लोकेसन पत्ता लागेन भने चाहिँ एकदमै हुन्छ नि, इरिटेट हुन्छ के हो। अहिले अलिकता चाँडै भोक पनि लाग्छ, तर त्यस्तो भएन। आज चाहिँ लोकेसन पनि पत्ता लगाए चाँडै अनि हामी मजाले खुसी भएर फर्क्यौँ। मलाई चाहिँ अलिअलि भोक लागिसकेको थियो है। अनि जाम कहीँ परेको थिएन, यहाँ एकछिन जाम परेको त ओ माइ गॉड, घामले पोलेर टाउको माथि नै घाम यत्रो हेर्नु न लागेर घाम पोलेर। तर धेरै बेर चाहिँ हामी जाममा परेनौँ। एकछिन चाहिँ बस्दाखेरि चाहिँ मलाई त ओहो आथो भइसकेको थियो। सो हामी चाहिँ जाम खोलेपछि सिधै घरतिर लाग्यौँ है। यस्तो घाम लागेको थियो नि, बिहान चाहिँ लागेको थिएन, पछि चाहिँ 10:30-11 बज्दा मजाले अनि घर आएर मजाले मस्यौरासँग खाना खाएँ साथीहरु। थ्यांक यू फर वाचिङ।